फर्स्ट कर दो भाई। हेलो गाइस, निमाइसल पनीर माछा आज फेरि नयाँ भिडियोमा हजुरहरूलाई स्वागत छ। हेर्नुभयो नि, अहिले 5 नै बजेछ। 5 बजेदेखि जानुपर्छ जिम भन्नाले, फर्स्ट डे हो भन्नाले फर्स्ट डेको एक्सपिरियन्स हजुरहरूसँग सेयर गर्छु। के कस्तो वर्कआउट गर्छु भन्नाले त्यो सबै हजुरहरूसँग सेयर गर्छु। ल, यहाँदेखि 1 किलोमिटर छ, त्यो हामीहरू पैदलै नै जाने हो। सो म गइरहेको छु, हजुरहरू बी कन्टिन्यू। ल, बी कन्टिन्यू गाइस। हेलो गाइज, अहिले म बिहान 5 बजेतिर आएको छु नि। हाम्रो रास्तातिर यहाँ कोही पनि छैन, हेर्नुहोस्, पुरै सुनसान छ यहाँ। अहिले विन्टरको सिजन छ नि, विन्टर भन या स्प्रिङ भन, मतलब त्यो सिजन छ नि, त्यसैको कारण पुरै यहाँ सुनसान हेरेर छ। त्यसैले भन्छ के भन्छ, काम गर्दा कोही पनि हेर्दैन, तर जज गर्नमा सबै हेर्छ। त्यो भएर हजुरहरू मात्र सपोर्ट गर्नु। यहाँ लाइक, कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला। लगाइज म गाडी गइरहेको छु, टाइम भइरहेछ, त्यसैले यहाँ लाइट थियो, त्यसैले 2 मिनट भन्यो कि भिडियो बनाइल्यो भन्नाले त्यसैले रुके थियो। म गाडीको हेराउँछु, पुरै रास्ता खाली छ, त्यो भन्नाले हेराइदिरहेको छु। डर लाग्दा रास्ता छ। ल गाइज, बी कन्टिन्यू। गाइज, यो ब्युटिफुल कपाललाई हेर्नु, कति मस्त साइकलमा र तरकारी पनि लोड गरेर आइरहेछ। ल भनेको यस्तो नि हुनुपर्छ। गाइज, हाम्रो वेट खत्म भइरहेछ। म र मेरो एउटा अझै साथी गइरहेछ जिम भन्नाले। गेस गर्नु को होला, मेबी तपाईँले थाहा होला को छ भन्नाले, त पनि गेस गर्नु है। ल, म फेस हेराइदिरहेको छु। गाइज, यो नि छ मेरो जिम पार्टनर एन्ड बेस्ट फ्रेन्ड भन्नाले। जिम आउनुको कारण यो नि हो। यो नि कति दिनदेखि बनाएको छ हिडो भन्नाले, के घरमा वर्कआउट मात्र गर्छ। 1-2 महिना मात्र अब हाम्रोहरूको बाँकी छ यहाँजनाकोमा। सो मेरो साथीले नि भन्यो कि हिड जिममा। सो यसको कुरा पनि कसरी टाल्ने हो। सो म जिम आइसकेँ। आफ्नो के भन्छ, जिम पार्टनर, लाइफ पार्टनर छैन, जिम पार्टनर मात्र छ है गाइज। बी कन्टिन्यू। म हेराइरहेको छु आफ्नो जिमस। गाइज, हामीहरू फाइनली जिमतिर आइसकेको छु भन्नाले हजुरहरूलाई मजाक लाग्दा थियो कि मेरो घरभन्दा कति 1 किलोमिटर छ भन्नाले म हजुरहरूलाई टाइम हेराइदिएर छु। अहिले कति भइरहेछ, म कतिमा निस्केको थियो, ठिकठाक 5:05 मा होइन। अहिले टाइम हेर्नु 6 बज्न आँटिसकेको छ। मिन्स मलाई 45 मिनट लागिसके। त्योमा पनि म दौडेर आइरहेको थियो। सो अझै छिटो पुगिसक्यो। अब 1 घन्टा 1.5 घन्टा वर्कआउट गर्ने हो, देन हामीहरू जाने हो। फाइनली गाइज, म जिममा आइसकेको छु भन्नाले अब म हेराइदिन्छु। हाम्रो पहिला वार्म अप हुन्छ, देन भनेछ वर्कआउट गर्न। सो पहिला वार्म अप गरिरहेको छु। यहाँ के भन्छ लाई, साइकल होइन, समथिङ भन्दा ला केही, त्यो मानि पहिला वार्म अप गर्छु, देन हजुरहरूलाई हेराइदिन्छु है। यहाँ साउन्ड आइरहेको छ, त्योसँग म ब्याक साउन्ड दिन सक्दैन आफ्नो। सो बी कन्टिन्यू। लगाइ बी कन्टिन्यू।
फाइनली घर गएर आएको छु गाइज। जिम गरिसकेको छु राम्रोसँग र पुरै नि हालत खराब भइसकेको छ फर्स्ट डेमा नि। अब हेर्नु फर्स्ट डे भन्नेले लास्ट डे त हुँदैन मेबी, त पनि लागि त रहेछ किनकि पुरै आज नि पुरै एक्सर्साइज यति गरे कि हालत पुरै खराब भइसकेको छ गाइज। हालत खराब भए पनि के हुन्छ, हजुरहरू मात्र सपोर्ट गर्नु, लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्नु यो नभुल्नु होला। र यस्तो भिडियो आउँदै गर्छ। र गाइज आज यहाँको मौसम पनि इलाम जस्तो नि भएछ, पुरै स्नो हेर्नु, केही साइडबाट पनि हेराइरहेको छैन। बिहान त ठिक थियो तर अहिले पुरै स्नो नि भएछ। भन्नाले स्नो भए छैन मतलब पुरै धुनीले इलाममा पनि यस्तै मौसम थियो र यहाँ पनि एकदम बिहान माइन्ड आउनमा त प्रब्लम पनि भइरहेको थियो तर अहिले केही प्रब्लम भइरहेको छैन। भन्नाले एकदम मस्त साफ सुथरा र मौसम पनि हेर्नु। ब्याकले हेराउँदा होला हजुरहरूलाई अलिक क्यामेरा क्वालिटी खराब छ, सो क्यामेरा क्वालिटीलाई इग्नोर गर्नु होला। क्यामेरा क्वालिटीको मतलब हजुरहरूको सपोर्टले भयो त यो क्यामेरा क्वालिटी पनि चेन्ज हुन्छ, सो इग्नोर इट। र गाइज आजको लागि यति नै, म घर गइरहेको छु, त्यहाँबाट कलेज पनि जान पर्छ। सो आजको लागि यति नै। लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। ल थ्याङ्क्स फर वाचिङ, बाई बाई।